एकदमै खुसी लागेको छ। यो कुराहरू म शब्दमा बयानै गर्न सक्दिनँ। एउटा बाराको गायक जो अहिले राष्ट्रिय कलाकार भइसक्नु भएको छ। धनी कहना दिल के बात के कैसे रहेलु रात के सिजिया ओंघैया बेला की तकिया धरेलु चाप के मौसम सुहाना बाटे मुलाकात के मजाला मौसम सुहाना बाटे मुलाकात के मजाला आवे राजा घरे बरसात के मजाला। प्रमोद जख्मी भन्ने बित्तिकै नेपालको हरेक महोत्सवमा पुग्ने एउटा नाम पनि हो। छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए तर तिम्रो मायाको भिख माग्नु पर्छ। म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे। अब आगामी दिनको योजना के छ? अब काम गर्ने जति हो सक्दो एउटा भनौँ न वीरगन्जमा बसिरहेछौँ भने वीरगन्जको नाम बढाउनु धेरै जरुरी छ। फ्री फायरको चक्करमा खाना पानी भुल्दिने फ्री फायरको खेलमा खाना पानी भुल्दिने कसैको नसुन्ने बोल्दा नि नबोल्ने आमा बाउलाई दुख दिने पढ्न भन्यो नटेर्ने आमा बाउलाई दुख दिने पढ्न भन्यो नटेर्ने फ्री फायरमा लडाइँ गर्ने हानहानी भनी कराउने। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र सेन्ट्रल कलेज। नमस्कार, जानकारी नेपाल हेर्दै हुनुहुन्छ। म एसएस पटेल। आज हामी अलि फरक किसिमको यो एउटा भिडियो निर्माण गरिरहेका छौँ। यसलाई हामी इन्टरभ्यूको संज्ञा पनि दिन सकिन्छ, तर यो खासमा हामीले आज एउटा गीत नेपालमा बसेर भोजपुरी इन्डस्ट्रीको लागि योगदान पुर्याउँदै आउनुभएका एकजना विशेष कलाकार हुनुहुन्छ, जो भर्खरै आफ्नो एउटा गीत सार्वजनिक गर्नुभएको छ, बरसात के मजाल। हामीसँग हुनुहुन्छ भोजपुरी गायक प्रमोद जख्मी, त्यसै गरी भोजपुरी मोडेल अम्बिका तिवारी अम्मोजी हुनुहुन्छ। स्वागत छ तपाईँहरूलाई। नमस्कार, तपाईँलाई पनि धेरै धेरै धन्यवाद र आइदिनु भयो। एकदमै खुसी छौँ हामी। गीत सार्वजनिक भइसकेको छ, अब गीतको फिडब्याक के आइरहेको छ? फिडब्याक एकदमै राम्रो आइरहेको छ। स्पेसली भनौँ न हामीले मेरो स्पेसली चाहिँ पहिलोपटक शिल्पी राजी जुन भोजपुरी इन्डस्ट्रीको एकदमै फेमस गायिका हुनुहुन्छ होइन, सुपरस्टारहरूसँग गीत गाउने होइन, उहाँसँग चाहिँ मेरो पहिलो अनुभव हो यो। एकदमै राम्रो लागिरहेको छ मलाई। जस्तै फेरि दर्शकहरू कन्फ्युज हुनुहुन्छ, गीत भोजपुरीको कुरा भइरहेको छ तर यहाँ फेरि अन्तर्वार्ता नेपालीमा भइरहेको छ। नेपालमा बसेर म सुरुमै भने नेपालमा बसेर भोजपुरी इन्डस्ट्रीलाई अगाडि बढाउनको लागि उहाँहरू आफ्नो योगदान दिइरहनु भएको छ। नेपाली, भोजपुरी, हिन्दी, मैथिली सबै भाषामा उहाँहरू पोख्त हुनुहुन्छ। तसर्थ हामीले नेपालीमै कुरा गरिरहेका छौँ, किनकि हाम्रो दर्शक पनि प्राय नेपाली भाषिकै हुनुहुन्छ र सम्भवतः अब नेपाली भाषा नेपालमा मात्र नभए अब भारतमा पनि यो पुग्न थालिसकेको अवस्था छ। अब यो गीत कसरी बन्न गयो? यो गीत स्पेसली सुरुमै म के भन्न चाहन्छु भने यो गीत मलाई अफर आएको हो। जुन एउटा दिल्लीमा एउटा गायक हुनुहुन्छ विश्वास गिरी, उहाँ आफैमा एउटा गायक हुनुहुन्छ होइन, एकदम ठुल्ठुलो गीतहरू छ उहाँको। उहाँ पनि नेपालकै हो? अनि नेपालकै हुनुहुन्छ उहाँ होइन, र लगभग 12-15 वर्षदेखि दिल्लीमै बसाइ छ उहाँको। अचानक मलाई यो गीत आयो अनि उहाँ स्पेसली उहाँ आफ्नो लागि गाउनको लागि सबै रेडी पारेर राख्नु भएको थियो होइन, सबै कुराहरू एभ्रिथिङ। अनि त्यसपछि ट्याक्कै मलाई अफर गर्नुभयो, मलाई समय छैन, तपाईँ गाउनुहोस् भनेर। म एकदमै ह्याप्पी भएँ। पहिलोपटक एउटा शिल्पी राजीको आवाजमा मैले अहिलेसम्म गाएको थिएन अनि मलाई एकदमै खुसी लाग्यो। त्यसको गीतहरू, त्यसको म्युजिकहरू एकदमै राम्रो लाग्यो। अनि त्यसपछि मलाई त्यो मौका पायो र त्यो मौकाको लागि म विश्वासजीलाई यहाँबाट धन्यवाद पनि दिन चाहन्छु। एकचोटि त्यो गीत पहिला सुरुमा त्यो गीत गुनगुनाएर त्यसपछि हामी यो कार्यक्रमलाई अगाडि बढाउँछौँ। गीत गाउनुभन्दा पहिला त म सुरुमै सरी भन्न चाहेँ पब्लिक, हाम्रो अडियन्सहरूले, जानकारी नेपालका सबै दर्शक श्रोताहरूलाई। किन सरी भने कि लगातार हामी सुटिङ गऱ्यौँ होइन, लगातार अलिकति प्रमोसन गऱ्यौँ, प्र्याक्टिसै भएन होइन, कमी कमजोरीहरू पनि माफ गर्नु होला है त। मेलको लाइन छ,
धनी कहना दिल के बात के कैसे रहेलु रात के से जिया ओंघैया आवेला कि तकिया धरेलु चाप के। त्यसपछि फिमेल सिङ्गर शिल्पी राजुको लाइन छ, उहाँको हाई नोट छ, म तै पनि प्रयास गर्छु एकचोटि है त। धनी कहना दिल के बात के कैसे रहेलु रात के से जिया ओंघैया आवेला कि तकिया धरेलु चाप के। मौसम सुहाना बाटे मुलाकात के मजाला, मौसम सुहाना बाटे मुलाकात के मजाला। आवे राजा घरे बरसात के मजाला, आवे राजा घरे बरसात के मजाला, आवे राजा घरे। अलि हाई नोटमा छ है, त्यसको लागि सरी भन्न चाहन्छु। हजुर नेपाली नागरिक जो भोजपुरी जुन गीत गाउनुभयो, यो गीत सुन्दैखेरि अब हामी बुझ्ने मान्छे एकदमै मिठो गीत छ यो, र सम्भवतः उहाँको स्वर तपाईँ सबैले मन पराउनु भइरहेको छ। एउटा नेपाली नागरिक जो भोजपुरी गायक बन्नुभएको छ, उहाँको लागि म सम्मान व्यक्त गर्नको लागि पनि म हार्दिक अनुरोध गर्दछु। र विशेष गरी यो गीतमा मोडेल अम्बिका तिवारी अम्मुजी मोडलिङ गर्नुभएको छ। यो गीतमा मोडलिङ गर्ने अवसर कसरी प्राप्त भयो? सबैभन्दा पहिला त म आफ्नै घरमा थिएँ होइन, अनि लगभग के भन्छ नि, ठ्याक्कै सोमबारको दिन थियो, सोमबार नै थियो, सोमबार थियो। अनि बेलुकातिर म फास्टिङमा थिएँ, अनि मलाई नवीन सरले कल गर्नुभयो, हाम्रो डाइरेक्टर नवीन नेपालीजी। उहाँले मलाई कल गर्नुभयो, भन्नुभयो कि एउटा गीत छ, भोलि नै गर्नु छ। अनि म एक दिन एकदम सक्ड भएँ कि अचानक भोलि कसरी पोसिबल छ। फेरि मैले भने ल गीत पठाउनु न त। अनि मैले गीत सुने, अनि जुन गीत थियो, अनि त्यो सुन्ने बित्तिकै मैले केही पनि नसोचिकन डाइरेक्ट ल गरौँ भनिदिएँ। अनि उहाँले भन्नुभयो ल ठिक छ, भोलि रेडी भएर आउनु, भोलि यो गानालाई फाइनली मतलब सुटिङ गरेर कम्प्लिट गरौँ, धेरै राम्रो गीत छ। अनि मलाई पर्सनली पनि यो गीत धेरै राम्रो लाग्यो। मैले मतलब अहिलेसम्म गरेको जति पनि गीतहरू गरेको छु, त्योभन्दा सबैभन्दा बेस्ट गाना चाहिँ मलाई यो लागेको थियो। अनि मैले ल गरौँ, अनि मलाई चाहिँ यो अफर गर्नुभएको नवीन नेपाली, हाम्रो डाइरेक्टर, नेपालको तराईको सबैभन्दा ठुलो डाइरेक्टर हुनुहुन्छ, उहाँले नै मलाई अफर गर्नुभएको थियो। अनि म सबैभन्दा थ्याङ्क यू भन्न चाहन्छु, किनकि उहाँले सायद अफर नगर्नु भएको भए मलाई अझै पनि मान्छेहरूले चिन्नुहुन्थेन होला। उहाँले नै मलाई अफर गर्नुभएको, सो थ्याङ्क यू सो मच। योभन्दा पहिला कुन भाषाको गीत गर्नुभएको छ? हाम्रो गहवा माईको गीत गरेको छु, अनि छठको पनि छ, अरू पनि धेरै भोजपुरीमै छ। जस्तै अब प्रमोद जख्मी भन्ने बित्तिकै नेपालको हरेक महोत्सवमा पुग्ने एउटा नाम पनि हो। नेपालको जुनसुकै ठाउँमा महोत्सव हुँदाखेरि प्रमोद जख्मीको ब्यानर सहितको नाम र उहाँको उपस्थिति हुने गरेको छ। उहाँ भोजपुरी मात्र होइन, मैथिलीदेखि लिएर नेपाली अझै राम्रो गाउनुहुन्छ। एउटा हाम्रो नेपाली दर्शकको लागि एउटा मिठो नेपाली गीत कुनै? नेपाली गीत मेरै आफ्नै गाउँ न त, एकजना मैले गरेको थिएँ, टिकटक पनि राम्रै बनाएको थिएँ त्यसमा होइन। आजकल मोबाइल बिना कोही बाँच्न सकिरहेको छैन नि त होइन। एकछिन मोबाइल चार्जमा लगाउने बित्तिकै बाहिर निस्किने बित्तिकै ल मेरो मोबाइल हरायो, फेरि दिमागमा आउँछ कि मोबाइल त चार्जमा लगाएको छु भनेर नि। त्यही माथि मैले मोबाइलमाथि एउटा गीत बनाएको थिएँ, अलिकति कमेडी जस्तो छ होइन। अब किनकि म तराईको मान्छे, भोजपुरी गाउने मान्छे होइन, अलि मिक्स गरौँ न त, तराई पनि जोडौँ पहाड पनि जोडौँ भनेर होइन। शब्दहरू नेपाली र म्युजिक खरेल भोजपुरी गरेर मैले एउटा गरेको थिएँ, त्यसमा राम्रो टिकटक पनि बनाएको थियो। त्यही म एक लाइन मन सुनाउन चाहन्छु है त। के भयो आज भोलि के भयो, के भयो आज भोलि के भयो, आजकलका केटाहरूलाई मोबाइल श्रीमती भयो, आजकलका केटाहरूलाई मोबाइल श्रीमती भयो। अनि त्यसपछि अरू अन्तराहरू पनि राम्रो छ। अन्तरामा सुत्ने बेला मोबाइल, उठ्ने बेला मोबाइल, सुत्ने बेला मोबाइल, उठ्ने बित्तिकै मोबाइल, हातैमा मोबाइल, चलाउनलाई मोबाइल। के भयो आज भोलि के भयो, आजकलका केटाहरूलाई मोबाइल श्रीमती भयो।
धेरै लाइनहरू यो चाहिँ यो एकदमै- गीत पनि राम्रै चलेको थियो। हजुर अरू पनि लाइन चाहिँ एकदमै इन्ट्रेस्टिङ भन्नुहुन्छ म गाइदिन्छु समय छ भने होइन। जस्तै त्यसमा लाइन छ कि अलिकति इन्फर्मेसन टाइपको पनि छ। फ्री फायरको चक्करमा खाना पानी भुलिदिने, फ्री फायरको खेलमा खाना पानी भुलिदिने, कसैको नसुन्ने बोल्दा नि नबोल्ने, आमा बाउलाई दुःख दिने पढ्न भन्यो नटेर्ने, आमा बाउलाई दुःख दिने पढ्न भन्यो नटेर्ने, फ्री फायरमा लडाइँ गर्ने हानहानी भनी कराउने, का भइल आजकल का भइल, आजकल के छौडा सबके मोबाइल में हेरारू भइल, आजकल के छौडा सबके मोबाइल में हेरारू भइल। हजुर ऋषिजी। प्रमोद जख्मीलाई खासमा कुन क्षेत्रमा जान एकदम इच्छा छ? भोजपुरी इन्डस्ट्री अथवा नेपाली अथवा मिक्स? मलाई म चाहिँ भनौँ न म नेपाली बेल्टमै पढेँ हुर्केँ होइन। अब त्यसपछि मैले सुरुदेखि नै मैले नेपाली नै इन्ट्रेस्ट थियो। नेपाली स्कुलहरूमा जनता उच्च माविमा म स्कुलमा नेपाली नै गाउँथेँ होइन। सरहरूले उठाउनुहुन्थ्यो प्रत्येक फ्राइडे म नेपाली नै गाउँथेँ, मलाई नेपाली नै इन्ट्रेस्ट थियो। पछि गएर जब 2016-17देखि मेला महोत्सव गर्न थालेँ, त्यहाँबाट भोजपुरी डिमान्ड आउन थाल्यो मलाई। अनि अलिकति भोजपुरीतिर मतलब जाँदा फेरि मलाई अलिकति भोजपुरीतिर तर मलाई चाहिँ स्पेसली भन्नुपर्दा मलाई दुवै एकदमै मनपर्छ, भोजपुरी र नेपाली। नेपालीमा कुन गीत एकदम मनपर्छ? नेपालीमा थुप्रै गीतहरू छ होइन। त्यसमा तपाईँ गाउन चाहनुहुन्छ? छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए, तर तिम्रो मायाको भिख माग्नु पर्छ, म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे, म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे। गल्ती भयो सरी है। एकदमै मिठो। भोजपुरी पनि उत्तिकै पोख्छ, नेपाली पनि उत्तिकै पोख्छ गीत गाउने गायक, मल्टी ट्यालेन्ट भन्छु म। र खास गरी उहाँको घर बाराको जितपुर सिमरपुर महानगरपालिका वडा नम्बर 11 बाराको शान भनेर उहाँलाई स्टेजमा निम्त्याइन्छ र अहिले त झन् मध्य प्रदेशको शान भन्ने गरिन्छ। र त्यसै गरी अम्बिका तिवारी जो टिकटकमा आफै पनि एकदमै चर्चित हुनुहुन्छ र उहाँको खास परिचय कसरी भन्नुहुन्छ तपाईँ आफ्नो? परिचय भन्नुपर्दा मेरो नाम चाहिँ अम्बिका तिवारी। टिकटकमा चाहिँ मलाई सबैजनाले अम्मु भनेर चिन्नु। कसरी भयो नाम? अब सबैजनाले भन्नुपर्दा मलाई सर्टकट नेम भन्छ नि, निक नेम। मलाई सबैजनाले पहिला अम्बु अम्बु भन्नुहुन्थ्यो होइन, अम्बु अम्बु, अनि म चाहिँ अम्बु अलिकति उ लाग्छ। अनि मैले भने अम्बिका अलि अक्वर्ड भयो, धेरै उ छ, तर अम्बिका भनेको त दुर्गा माताको नाम पनि हो। अनि मैले भने ल अम्मु राखौँ न त। मलाई अब साथीहरूले पनि भन्यो तेरो अम्मु नाम राम्रो छ, अम्बु। अनि मैले अम्बुबाट अम्मु बनाइदिएँ, अनि त्यही नाम राखेँ। त्यो दिन अम्मु जुन दिनदेखिबाट नाम राखेँ त्यो दिनदेखिबाट धेरै राम्रो रेस्पोन्स पनि आइरहेको छ मलाई टिकटकमा। त्यो धेरै मान्छेहरूले पनि अम्मु नामले नै चिन्छन् धेरै। तर मेरो रियल नाम चाहिँ अम्बिका तिवारी हो है। म हजुरहरूलाई क्लियर, मेरो जन्म पत्लयामा भएको। यही बाराको पत्लया? हजुर, म चाहिँ मेरो मतलब बच्चैदेखि चाहिँ म बिरगज बसिरहेको छु। मोडलिङ मात्र गर्ने इच्छा हो कि गीतहरू पनि गाउनुहुन्छ? होइन, गीतहरू त अहिलेसम्म मैले ट्राई पनि गरेको छैन। मोडलिङमा पनि म त्यति इच्छुक थिएन सिरियसली भन्नु, मतलब रियालिटी भन्नुपर्दा। मलाई अब म एउटा निभादीको इभेन्टमा गएको थिएँ, त्यो पनि मेरो साथीले मलाई लिएर गएको थियो। अनि उहाँले मलाई उहाँ गएपछि म एकछिनमै फेरि फर्केर आइहालेँ। त्यहाँनिर चाहिँ मलाई नवीन नेपाली सरले नोटिस गरिहाल्नु भएको रहेछ, मलाई थाहा थिएन। अनि पछि कता कताबाट कन्ट्याक्ट गरेर मलाई गाहवा माईको गीतमा अफर गर्नुभयो। अनि त्यसपछि अब मलाई त्यो गाहवा माईको गीत गरिसकेपछि चाहिँ राम्रो मतलब राम्रो रिस्पोन्स आएपछि चाहिँ मैले ल अब यसैमा लागौँ न त भन्ने एउटा सोच लिएर। अब कलाकार बन्ने इच्छा छ? मोडेलमा सीमित रहने कि एक्टर बन्ने इच्छा छ? अब एक्टर्स भन्ने अब सोचमा छौँ कि ल अब योभन्दा पनि राम्रो राम्रो काम गरौँ, अझै अगाडि बढौँ, हाम्रो यो नेपालको एउटा नाम पनि बढाउनुपर्छ भन्ने एउटा उ छ। अब आगामी दिनको योजना के छ?
अब काम गर्ने होइन अनि अगाडि बढ्दै जाने अब जति राम्रो राम्रो अफर आउँछ त्यसमा काम गर्ने जति सक्दो एउटा भनौँ न वीरगन्जमा बसिरहेको छौँ भने वीरगन्जको नाम बढाउनु धेरै जरुरी छ किनकि अहिले हाम्रो अहिलेको डेटमा वीरगन्जमा त्यति मतलब धेरै मोडलहरू हुनुहुन्छ होइन धेरै हुनुहुन्छ तर त्यति हुनुहुन्न के त मेरो सोचमा चाहिँ यो छ मलाई सबैजनाले यो पनि भन्नुहुन्छ कि यस्तो काम गर कि मान्छेहरूले बाहिरको मोडल नल्याओस् जसरी हाम्रो बाहिरबाट आउनुहुन्छ जसरी इन्डियाबाट भयो या काठमाडौँबाट भयो अथवा कतै कुनै उसबाट यस्तो काम गर्नु छ कि मान्छेहरूले हो यसलाई चाहिँ सजेस्ट गरौँ यसलाई राखौँ भन्ने मेरो मनमा छ कि मलाई पनि नराख्नुहोस् तर यस्तो बनाउनु छ कि वीरगन्जको चाहिँ नाम होस् कि ल वीरगन्जमा एउटा मोडेल छ उसले राम्रो काम गरिरहेको छ या गर्छ पनि भन्ने एउटा सोच छ मेरो। अब हामी कार्यक्रममा यसै म्युजिक भिडियो बरसात के मजाला भन्ने गीतको डिरेक्टर नवीन नेपालीजीले हामी स्वागत गर्छौँ कार्यक्रममा। गीतको डिरेक्टर हामी माझ आइसक्नु भएको छ नवीन नेपाली, उहाँलाई स्वागत गर्छौँ कार्यक्रममा। अब खास गरी विगतको दिनमा पनि तपाईँ यो कामहरू गर्दै आउनुभएको छ डिरेक्सनको। यो एरियामा डिरेक्सन गर्न निकै कठिन छ किनकि त्यो हिसाबले बजेट हुँदैन अहिले प्राय झन् अब त थपिँदै गएको छ बजेटहरू। यो गीत गर्न कतिको कठिन भयो कतिको सहज भयो? कठिन त केही भएन हामीहरूलाई किनभने यसको जुन प्रड्युसर हुनुहुन्छ अमेरिकाबाट हुनुहुन्छ प्रड्युसर, उहाँले भन्नुभयो त तपाईँहरू गएर आरामले चिल भएर खानु बस्नु सुट गर्नु केही प्रब्लम छैन। र त्यस्तो हामी गरेन, हामीले काम गर्ने मान्छे हामीले अब कति रमेश यादव प्रड्युसर उहाँ हुनुहुन्छ तर हामीले केही त्यस्तो गरेन। अब हामीले सुटिङ नै गर्ने मान्छे हामीले त्यसैमा नि हामीले रमाइलो पाउँछ। युएसएबाट आयो स्पोन्सर यो गीतको लागि? हजुर एकदम प्रड्युसर उहाँ हुनुहुन्छ युएसएबाट रमेश यादव भनेर दाइ हुनुहुन्छ, उहाँले नि गानाको प्रड्युस गर्नुभएछ। के भन्नुभयो उहाँले, कसरी भयो कन्ट्याक्ट उहाँसँग? होइन कन्ट्याक्ट भन्नुपर्दा मलाई मतलब हुन्छ नि जस्तै निस्वार्थ भावनाले मैले उहाँ जस्तो व्यक्ति देखिनँ कि मैले यहाँसम्म पनि भने कि तपाईँले लगानी लगाइराख्नु भएको छ, मेरो च्यानल तपाईँकै नाममा गरिदिन्छु होइन। अनि उहाँले झर्केर बोल्नुभयो कि मलाई केही चाहिँदिनँ, बस प्रमोद जख्मी कसरी अगाडि बढोस् होइन, समाजमा होइन यो देशमा कसरी नाम होस् होइन, त्यो मेरो चाहना हो। यो होइन कि तपाईँ मेरो च्यानलमा लगानी लगाइरहेको छु भने च्यानलले मेरो नाम गरिदियो भनेर। निस्वार्थ भावनाले उहाँले एकदमै सपोर्टिभ गरिराख्नु भएको छ। म यो कुराहरू शब्दमा बयानै गर्न सक्दिनँ कि होइन। निस्वार्थ केही पनि मलाई प्रफिट छैन, प्रमोद जख्मी कसरी अगाडि बढोस् भनेर उहाँले स्पोन्सर गर्नुभएको एकदम। र विश्वासजी दिल्लीबाट पनि त्यत्तिकै सपोर्ट। एउटा गायक हेर्नु न, एउटा पसल अगाडि छ, अर्को पसल खोलिसकेपछि कति जेलस हुन्छ होइन। एउटा गायक भएर गायकले पनि उहाँले दिल्लीमा बसेर मलाई सपोर्ट गरिराख्नु भएको छ होइन। के हुन्छ कसो हुन्छ, कुन म्युजिक डाइरेक्टरसँग म्युजिक गराउने, कुन सिङ्गरसँग गाउने, त्यो सबै हेरिदिनुहुन्छ उहाँ गायक भएर पनि। अस्ति यो गीत रिलिज बरसात के मजाला जुन प्रमोद जख्मी युट्युब च्यानलमा आएको छ, उहाँले हामीले एकदमै बिहानै रिलिज गर्नु थियो, अहिले केही फाइनल भएको थिएन। उहाँ डिजिटललाई फोन गरेर होइन, बिहार डिजिटललाई फोन गरेर होइन यो भोलि बिहान रिलिज गर्नुपर्छ भनेर 2 बजेसम्म उहाँ आफै जाग्नु भएको थियो। डिजिटललाई फोन गर्दै सबै म्यानेज गर्दै उहाँले गर्नुभएको, एउटा गायक भएर गायकले सपोर्ट गर्नुभएको छ। एकदमै खुसी लागेको छ। यो कुराहरू म शब्दमा बयानै गर्न सक्दिनँ। र यो गीत अलिकति भनौँ न एकदमै मजाले रेस्पोन्स पाइरहेको छ होइन। एकदमै मभन्दा पनि है अनेस्टली भन्नुपर्दा मभन्दा पनि बढी मेहनत अम्बिकाजीको छ है। थ्याङ्क यू सो मच भन्न चाहन्छु म अन क्यामेरामै होइन। तपाईँको एकदमै मेहनत छ, हामी सबैले नोटिस गरिरहेको छौँ। राम्रो प्रड्युसर हुनुहुन्छ रमेश यादव, उहाँले एकदमै खुलेर प्रशंसा गर्नुभएको छ क्या उहाँको होइन। उहाँले नोटिस गरिराख्नु भएको छ, उहाँलाई एकदमै भन्नुभयो कि एकदम प्रशंसा गर्नुभयो अम्बिका तिवारीजीलाई। हेर्दा पनि राम्रो हुनुहुन्छ, मोडलिङ पनि राम्रै छ, एक्टिङ पनि राम्रै देखियो नि त, सबैले प्रशंसा गर्छ। अब हुन्छ नि एउटा फिमेल मोडलमा हुनुपर्ने गुण, जस्तै एउटा कलाकार छ, लगानी छ, हरेक कुरा छ होइन, त्यो गीत कसरी चल्छ होइन, त्यो कुरा सायद बुझेर होइन यस्तो मतलब उहाँलाई लागि पर्नु भएको छ नि, आफ्नो गीत सम्झेर आफ्नै च्यानलमा छ जस्तो होइन। आजकल यस्तो मोडलहरू पनि हुनुहुन्छ कि काम गर्यो बस भयो होइन, तर त्यो उहाँले गरिराख्नु भएको छ। हाम्रो प्रड्युसर साहबले पनि नोटिस गरिराख्नु भएको छ, एकदमै प्रशंसा गरिराख्नु भएको थियो उहाँलाई। यसको लागि म अन क्यामेरा तपाईँलाई एकदम अगेन थ्याङ्क यू सो मच भन्न चाहन्छु। धेरैले मैले धन्यवाद दिन बाँकी छ, सायद धेरैले रिसाउनु पनि हुन्छ होला होइन। मलाई एकदमै सपोर्ट साथ दिइराख्नु भएको छ धेरैजनाले, मेरो साथीहरूले होइन, गाउँकै साथीहरूले
जस्तै बलराम बेदर्दी अहिले मलेसियामा हुनुहुन्छ, एकदमै साथ सपोर्ट गर्नुहुन्छ। स्पेसली म थ्याङ्क यू सो मच आफ्नो फ्यामिलीलाई पनि भन्न चाहन्छु, किनकि मेरो फ्यामिली, मेरो दाइ, मेरो भाउजू, मेरो आमा बुवा होइन यति सपोर्ट गर्नुभएको छ होइन, मलाई अलिकति पनि डिस्टर्ब गर्नुभएको छैन। छोराले के गर्दैछ कसो गर्छ ओन्ली उहाँहरूको टार्गेट हुन्छ, ठिक छ तिमी आफू गर, अगाडि बढ होइन। हुन्छ नि अरू फ्यामिलीमा टर्चर हुन्छ, यो गर न त्यो गर न, यो किन गरिरहेको छैन होइन। मलाई कुनै पनि टर्चर दिनुहुन्न मेरो फ्यामिलीले होइन। मलाई एकदमै सपोर्ट हुन्छ, एउटा इमोसनली सपोर्ट हुन्छ, कुनै फाइनेन्सियल हुन्छ। फाइनेन्सियल नभए नि मलाई इमोसनली मेरो घरबाट एकदमै सपोर्ट छ। त्यसको लागि म आफ्नो फ्यामिलीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अन्तिममा एउटा तपाईँकै गीत गुनगुनाएर हामी यो भिडियोलाई एन्ड गर्छौँ। यही गरौँ न त हामी, बरसात की मजा जुन अहिले चलिरहेको छ। सबै फेरि म रिक्वेस्ट गर्न चाहेँ, प्रमोद जख्मी युट्युब च्यानलमा जानु होला। एकदमै नयाँ च्यानल छ, साथ समर्थनको एकदमै जरुरी छ हामीहरूलाई तपाईँहरूले साथ नदिए कसले दिन्छ र फेरि होइन। एकदमै च्यानललाई सब्सक्राइब गर्नु होला र टिकटक बनाउनु होला र जाँदा जाँदै यो गीत है त सबैलाई सम्झेर होइन, जसले साथ समर्थन गर्नुभएको छ सबैलाई सम्झेर यो गीत है त। धनी कहना दिल के बात के, कैसे रहेलु रात के, से जिया ओंघैया बेला की तकिया धरेलु चाप के, मौसम सुहाना बाटे मुलाकात के मजाल, मौसम सुहाना बाटे मुलाकात के मजाल, आवे राजा घरे बरसात के मजाल, आवे राजा घरे बरसात के मजाल, आवे राजा घरे। थ्याङ्क यू सो मच। र जानकारी नेपाल मलाई एकदमै मनपर्छ। म सधैँ रेगुलर भ्युअर पनि हो होइन, र सधैँ मलाई साथ सपोर्ट गर्नुहुन्छ होइन। मेरो जिरो लेभलबाट उहाँले एकदम, हुन त अहिले एकदमै नाम भइसकेको छ जानकारी नेपाल हाम्रो एसएस पटेलजीको, तर मेरो जीवनी मेरो जिरो लेभलबाट उहाँले एकदमै निरीक्षण गर्नुभएको छ, देख्नुभएको छ। छुट्टै एउटा हाम्रो अर्को कुरा आउँछ जुन जिरोदेखि सबै कुरा हामी बताउनेछौँ। अहिलेको लागि थ्याङ्क यू सो मच।